हेलो साथीहरू, के खबर छ? सन्चै हुनुहुन्छ? आज भूगोल, इतिहास र वातावरण सम्बन्धी केही महत्त्वपूर्ण जीके क्वेसन एन्सरहरू लिएर आएको छु। कृपया अन्तिम समयसम्म सुनेर साथ दिनुहोला र यो भिडियोले तपाईँहरूको जीके पक्कै इम्प्रुभ हुनेछ, यो कुरामा म विश्वस्त छु। र यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् यो भिडियो सुरु गरौँ। आजको पहिलो प्रश्न रहेको छ, जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठुलो देश कुन हो? अप्सन दिएको छ यहाँ: चीन, भारत, संयुक्त राज्य अमेरिका र इन्डोनेसिया। र यसको राइट एन्सर हुन्छ साथीहरू भारत। र अर्को प्रश्न, मध्यकालका एक प्रसिद्ध सामाजिक सुधारक राजा को थिए? यक्ष मल्ल, प्रताप मल्ल, जयस्थिति मल्ल, रञ्जित मल्ल। र यसको राइट एन्सर साथीहरू तपाईँहरूले अनुमान लगाइसक्नु भएको होला। र यसको राइट एन्सर हुन्छ जयस्थिति मल्ल। अर्को प्रश्न रहेको छ, वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्यास कुन हो? नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, आर्गन। र यसको राइट एन्सर हुन्छ साथीहरू अक्सिजन। अर्को प्रश्न रहेको छ, शान्तिको सहर, सिटी अफ पिस भनेर कुन सहरलाई चिनिन्छ? रोम, एथेन्स, जेरुसलेम, न्युयोर्क। र यसको राइट एन्सर हुन्छ साथीहरू जेरुसलेम। अर्को प्रश्न, नेपालको एकीकरण अभियान कसले सुरु गरेको थियो? द्रव्य शाह, राम शाह, प्रताप सिंह शाह, पृथ्वीनारायण शाह। र यसको अनुमान पक्कै पनि लगाइसक्नु भएको होला साथीहरू। र यसको राइट एन्सर हुन्छ पृथ्वीनारायण शाह। र अर्को प्रश्न यस प्रकार रहेको छ, पारिस्थितिक पिरामिडको अवधारणा कसले प्रस्तुत गरेका हुन्? एजी टान्सेले, चार्ल्स एल्टन, इपी ओडम, अर्नेस्ट ह्याकल। र यसको राइट एन्सर हुन्छ साथीहरू चार्ल्स एल्टन। र अर्को प्रश्न रहेको छ, नेपालमा कहिले प्रजातन्त्र घोषणा भयो? 2007 साल फागुन 1 गते, 2007 साल फागुन 7 गते, 2007 साल फागुन 9 गते, 2046 चैत्र 26 गते। र यसको राइट एन्सर हुन्छ साथीहरू 2007 साल फागुन 7 गते। अर्को प्रश्न, विश्वको सबैभन्दा लामो नदी नाइल कुन महादेशमा पर्दछ? एसिया, अफ्रिका, युरोप, उत्तर अफ्रिका। र यसको राइट एन्सर हुन्छ साथीहरू अफ्रिका। अमेरिकी गृहयुद्धका नायक को थिए? अब्राहम लिङ्कन, फ्राङ्कलिन रुजवेल्ट, थोमस जेफरसन, जर्ज वासिङटन। र यसको राइट एन्सर हुन्छ साथीहरू अब्राहम लिङ्कन। र अर्को प्रश्न रहेको छ, सेतो हात्तीको देश भनेर कुन देशलाई चिनिन्छ? भारत, म्यानमार, थाइल्यान्ड, लाओस। र यसको राइट एन्सर हुन्छ साथीहरू यसको राइट एन्सर हुन्छ थाइल्यान्ड। पशुपतिनाथ मन्दिर कसले बनाएका हुन्? मानदेव, प्रचण्ड देव, अंशु वर्मा, गुणकाम देव। र यसको राइट एन्सर हुन्छ साथीहरू प्रचण्ड देव। र अर्को प्रश्न, पृथ्वीको सतहलाई न्यानो बनाइराख्न मद्दत गर्ने प्रक्रियालाई के भनिन्छ? ओजन क्षयीकरण, अम्ल वर्षा, हरित गृह प्रभाव, वायु प्रदूषण। र यसको राइट एन्सर हुन्छ साथीहरू हरित गृह प्रभाव। र अर्को प्रश्न, गौतम बुद्धको जन्म कहाँ भएको थियो? र यसको राइट एन्सर साथीहरू सबैलाई थाहै होला लुम्बिनी, नेपाल। विश्व वन्यजन्तु कोष WWF को प्रतीक चिन्ह कुन हो? बाघ, भालु, जाइन्ट पाण्डा, चितुवा। र यसको राइट एन्सर हुन्छ साथीहरू पाण्डा, जाइन्ट पाण्डा। नेपालमा अंश र जिउनी जस्ता प्रथाको सुरुवात गर्ने राजा को हुन्? प्रताप मल्ल, जयस्थिति मल्ल, यक्ष मल्ल, रणबहादुर शाह। र यसको राइट एन्सर हुन्छ साथीहरू जयस्थिति मल्ल। अर्को प्रश्न यस प्रकार रहेको छ, नेपालको कुन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ? चितवन राष्ट्रिय सगरमाथा, बर्दिया र रारा, मकालु बरुन र खप्तर, सेप फक्सुन्डो र लामटाङ। र यसको राइट एन्सर हुन्छ साथीहरू चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज। अर्को प्रश्न रहेको छ, द सोसल कन्ट्र्याक्ट नामक कृतिका लेखक को हुन्? भोल्टेयर, रुसो, मोन्टेस्क्यू, लुइस ओरो। र यसको राइट एन्सर हुन आउँछ साथीहरू रुसो। यसको राइट एन्सर हुन्छ साथीहरू रुसो। हर्न अफ अफ्रिकामा कुन देश पर्दैन? इथियोपिया, सोमालिया, जिबुटी, केन्या। र यसमा कुन देश पर्दैन साथीहरू? केन्या पर्दैन। नेपालको इतिहासमा कुन काललाई स्वर्णयुग मानिन्छ? किराँतकाल, लिच्छवीकाल, शाहकाल र मल्लकाल। यसको राइट एन्सर हुन आउँछ साथीहरू लिच्छवीकाल। र आजको 20 नम्बर प्रश्न र अन्तिम प्रश्न पनि रहेको साथीहरू। र यो समसामयिकबाट रहेको छ,
आर्थिक वर्ष 2081-82मा नेपालको आर्थिक वृद्धि दर कति प्रतिशत रहने अनुमान गरिएको छ? र साथीहरू यो क्वेसनको एन्सर कमेन्ट गर्नुहोला। आजको एन्सरहरू अहिले सकिएको छ। यो भिडियो साथीहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला।